को आज 2082 साल पुष 22 गते मङ्गलबार पातञ्जल योग सूत्रहरूको व्याख्या गर्ने क्रममा आज विभूतिपादको सूत्र नम्बर 14 माथि प्रकाश पार्न गइरहेको छु। सूत्र यस प्रकार रहेको छ, शान्तोदिता विपदेश्य धर्मानुपाती धर्मी। यसलाई पदविच्छेद गरेर भन्दाखेरि यसरी भन्न सकिन्छ, शान्तः उदितः अव्यपदेश्यः धर्मः अनुपाती धर्मी। अब यहाँ धर्मी शब्दको चाहिँ लक्षण अथवा परिभाषा गर्ने काम भएको छ। यसका शब्दहरू क्रमशः हेरेर अर्थाउँदै जाउँ। शान्त भनेको भूत, अतीत, स्वव्यापारमा संलग्न भई सम्पादन गरेर उपरत भइसकेको, आफ्नो जिम्मेवारी पुरा गरिसकेको, सम्पादित गरेको भन्ने अर्थ हुन्छ। कुनै पनि धर्म आफ्नो कार्यव्यापार सम्पन्न गरिसकेपछि पुनः आफ्नै मूल स्वरूप अथवा उपादान कारणमा अथवा धर्मीमा विलिन हुन्छ। यो नै शान्त अवस्था हो। प्रकटित अवस्थाबाट हराउनु अथवा लोप हुनु चाहिँ शान्त हुनु हो। जस्तै घैँटो फुट्यो भने घैँटो वर्तमान थियो, घैँटो फुट्यो, त्यो शान्त भयो, भूत भयो भनेर बुझ्नु पर्यो, अतीत भयो भनेर बुझ्नु पर्यो। त्यस्तै अब अर्को शब्द छ उदित। उदित भनेको वर्तमान हो, जो कार्य व्यापारमा अहिले पनि संलग्न छ। यो धर्मीमा पहिलेदेखि नै थियो, रहेको थियो, मौका पाएर अहिले बाहिर प्रकट भएको छ भन्ने बुझ्नु पर्यो। यसैलाई उदित अवस्था, वर्तमान अवस्था भनेर भनिन्छ। जस्तै बिउ टुसायो भने यसमा के हुन्छ त, वृक्ष बिउमा लुकेर बसेको थियो, अनुकूल वातावरण पाएर अब वृक्ष बिउबाट बाहिर प्रकट भयो भन्ने अर्थ बुझ्नु पर्यो। उदित भयो भन्ने कुरो बुझ्नु पर्यो। त्यस्तै बालक त पहिले पनि थियो, तर 14 वर्ष पुगेपछि के भयो, त्यसमा कामेच्छा जागेर आयो भनेपछि समयले पनि के गर्दो रहेछ त भन्दा यी धर्मीमा परिवर्तन ल्याउँदो रहेछ भनेर बुझ्नु पर्यो। धर्म र धर्मीमा परिवर्तन ल्याउँदो रहेछ भनेर बुझ्नु पर्यो। यो शब्द अर्को छ अव्यपदेश्य भनेर। अव्यपदेश्य भन्ने शब्द अ, बी, अप अनि दिस धातु र ण्यात प्रत्यय गरेर यसरी उपसर्ग, धातु र प्रत्यय तीनटा उपसर्ग लागेको छ, बनेको छ। यसको अर्थ हुन्छ अनागत, नामले अथवा शब्दले चिनाउन कठिन हुने, वर्णन गरेर बुझाउन कठिन हुने, बुझाउनै नसकिने, अवर्णनीय, अनिर्वचनीय, अनिर्देश्य, इन्द्रियले सहज रूपमा ग्रहण गर्नै नसक्ने त्यस्तो तत्त्वलाई, त्यस्तो वस्तुलाई चाहिँ के भनिन्छ त, अव्यपदेश्य भनेर भनिन्छ। जस्तै ब्रह्म, आत्मा, तत्त्व जस्ता शब्दहरूलाई झट्ट शब्दले, नामले चाहिँ चिनाउन, बुझाउन र प्रष्ट पार्न गाह्रो हुन्छ। त्यस्तै धर्मीमा शक्ति अथवा सामर्थ्यको रूपमा रहेको तर बाहिर प्रकट नभएको जुन वस्तु हो त्यसलाई भनिन्छ अव्यपदेश्य। जस्तै माटोमा घैँटो त छ, तर जबसम्म कुमालेले त्यसलाई बनाउँदैन तबसम्म त्यो घैँटो बाहिर प्रकट हुँदैन। त्यो चाहिँ अव्यपदेश्य अवस्था हो। माटो घैँटोको अव्यपदेश्य अवस्था। तर जब कुमालेले घैँटो बनाउँछ अनि त्यो घैँटोको रूपमा प्रकट हुन्छ, अनि त्यति बेला त्यो वर्तमान अवस्थामा हुन्छ, उदित अवस्थामा हुन्छ। जब घैँटो फुट्छ त्यसपछि उसले आफ्नो काम सक्यो,
अब ऊ चाहिँ शान्त अवस्थामा पुग्यो भने यसरी बुझ्नु पर्यो। हरेक पदार्थको हरेक वस्तुको यही 3टा अवस्था हुन्छन्। अब जुन वस्तु व्यवहारमा छैन, नभएको हुनाले उसलाई चाहिँ हामीले प्रकट नभएको हुनाले व्यवहारमा पनि प्रयोग गर्न नसकिने, व्यवहारमा ल्याउन पनि नसकिने हुनाले त्यो अवस्थालाई चाहिँ अनागत अवस्था भनेर भनिन्छ। तर त्यो के हुन्छ भने अनागत अवस्थामा रहेको वस्तु मौका पाउँदा बित्तिकै के हुन्छ त फेरि आगत अवस्था अथवा उदित अवस्थामा आइपुग्छ। जसरी माटोबाट घैँटो उत्पत्ति हुन्छ त्यसरी। जस्तै पानीमा बाफ छ, पानीलाई तताउँदा बित्तिकै त्यो बाफको रूपमा प्रकट हुन्छ, तर पहिले बाफ त्यसमा छ भन्ने कुरो चाहिँ थाहा त हुन्छ तर त्यो देखिँदैन। जुन वस्तुमा वा पदार्थमा कुनै कुरो छ भने मात्रै त्यो प्रकट हुन्छ, त्यो छैन भने कहिल्यै पनि प्रकट हुन सक्दैन। अभाव भएको चिज कहिल्यै भाव हुन सक्दैन, भाव भएको चिज कहिल्यै पनि अभाव हुन सक्दैन। अर्थात् जो चिज छ त्यो प्रकट हुन्छ, जो चिज छैन त्यो कुनै हालतमा पनि प्रकट हुन सक्दैन भन्ने एउटा मान्यता छ सत्कार्यवादको। त्यो पनि यहाँ चाहिँ स्मरण योग्य छ। त्यस्तै अब धर्म भनेको के हो भन्ने अर्को शब्द आयो। धर्म भनेको गुण हो, शक्ति हो, सामर्थ्य हो, स्वभाव हो, रूप हो। त्यो रूपमा पनि विशेष रूप हो। सामान्य रूप त धर्मी नै हुन्छ, विशेष रूप मात्रै के हुन्छ त वस्तु वा पदार्थ गुण धर्म हुन्छ। रूप, आकृति, आकार, द्रव्यको विशेष धर्म जस्तै वर्तमान अवस्था, वर्तमान लक्षण परिणाम, भूत लक्षण परिणाम, भविष्यत लक्षण परिणाम जुन वस्तुका हुन्छन् त्यो चाहिँ यसमा पर्दछ विशेष धर्ममा। जस्तै माटाको चुलो भन्दाखेरि के भयो? माटो धर्मी हो भने चुलो धर्म हो। माटाका इटा धर्म हो। माटाको डल्लो धर्म हो। माटाको थाप्रो धर्म हो। माटाको घैँटो धर्म हो। माटाको दियो धर्म हो। माटाका गिलास धर्म हुन्। माटाको चपेरो धर्म हो। माटाको मकल के हो? धर्म हो। माटाको धुपौरो धर्म हो। तर माटो चाहिँ के हो त? धर्मी हो भनेर यसरी बुझ्नु पर्यो। अनुपाति भनेको अर्को शब्द आयो। अनुपाति भनेको व्याप्त हुनु, रहनु, अनुगत हुनु, उपस्थित हुनु, विद्यमान रहनु भन्ने अर्थ हुन्छ। त्यस्तै धर्मी भनेको अघि पनि भनिसक्यो, धर्ममा व्याप्त जुन द्रव्य हो, शक्ति, सामर्थ्य हो, तत्त्व हो, अथवा धर्मलाई धारण गर्ने द्रव्य, वस्तु, शक्ति, तत्त्व, कुनै गुण, शक्ति, सामर्थ्य वा स्वभावको आधार, आश्रय र सबै पदार्थको आधारभूत द्रव्य जुन हो त्यो पदार्थको वा वस्तुको उपादान कारण जुन छ त्यो धर्मी हो। पदार्थको धर्मी भनेको उपादान कारण पनि धर्मी भयो, आधारभूत द्रव्य पनि धर्मी भयो, मूल द्रव्य पनि धर्मी भयो, मूल शक्ति, सामर्थ्य, तत्त्व यी सबै धर्मी भए। अब 3वटा कारणहरू हुन्छन्। जस्तै धर्म 3वटा परिणामहरू, धर्म लक्षणावस्था परिणाम, धर्म परिणाम, लक्षणावस्था परिणाम र अवस्था परिणाम। यी 3टै परिणाममा जुन तत्त्व रहन्छ एक समानसित त्यसलाई के भनिन्छ? धर्मी भनिन्छ। तर धर्म चाहिँ यी 3टा मध्ये कुनै एउटामा रहन्छ, त्यसरी बुझ्नु पर्यो। अब जस्तै पानी धर्मी हो, चिसो धर्म हो, तरलता धर्म हो, बाफ धर्म हो, बरफ धर्म हो, दाउरा धर्मी हो, आगो धर्म हो। त्यस्तै आगो धर्मी हो
ताप धर्म हो, यसरी बुझ्नु पर्यो। प्रकृति धर्मी हो किनभने यसबाट तीनवटा गुणहरू निस्केका छन्, सत्व रज तम गुण। यी तीनवटा गुण चाहिँ धर्म हुन्। फेरि यी तीनवटा रज सत्व रज तम तीनवटा गुण चाहिँ धर्मी पनि हुन् किनभने यिनबाट अरू अरू थुप्रै वस्तु पदार्थहरू बनेका छन्। अरू वस्तु पदार्थहरू चाहिँ धर्म हुन् भने त्यति बेला गुण चाहिँ के हो त? गुणहरू, तीनटै गुणहरू धर्मी हुन्। यसरी एउटा द्रव्य, एउटा वस्तु कहीँ धर्मीको रूपमा कहीँ धर्मको रूपमा आफ्नो जिम्मेवारी पुरा गरिरहेको हुन्छ भन्ने कुरो बुझ्नु पर्यो। अब अर्को कुरा, यसरी समग्रमा यी सबै शब्दहरूको अर्थलाई व्याख्या गर्दाखेरि के बुझियो त भन्दाखेरि यो सूत्रले के भन्छ त भन्दाखेरि शान्त अवस्था, उदित अवस्था र अव्यपदेश्य अवस्था तीनटैमा अनुगत रहने, उपस्थित रहने, विद्यमान रहने जुन शक्ति हो, सामर्थ्य हो अथवा द्रव्य हो त्यसलाई चाहिँ धर्मी भनिन्छ भन्ने चाहिँ अर्थ यसबाट निक्लन्छ। अब धर्मी बिना कुनै पनि धर्म हुन सक्दैन। धर्मी त्यसको आश्रय हो, किन आश्रय नै नभएपछि धर्म हुने कुरै हुँदैन। त्यसकारण धर्म र धर्मी, अङ्ग र अङ्गी, जस्तै हाम्रो शरीर अङ्गी हो भने हाम्रो शरीरमा रहेका यी हात, खुट्टा, नाक, कानहरू यी सबै के हुन् त? हाम्रा अङ्ग हुन्। अङ्गी र अङ्ग भने जस्तै धर्मी र धर्ममा पनि धर्मी नभएसम्म धर्म हुन सक्दैन। एउटा धर्मीका धेरै धर्महरू हुन सक्छन् र धर्मीमा सामान्य गुण हुन्छन् भने धर्ममा विशेष गुण हुन्छन्। एउटा धर्मीमा धेरै धर्महरू हुन सक्छन् भने एउटा धर्ममा एउटा मात्रै गुण वा स्वभाव हुन सक्छ। तर एउटा द्रव्य वा वस्तु वा पदार्थ के हुन्छ त? कहिले धर्मीको रूपमा प्रयोग भइरहेको हुन्छ र कहिले धर्मको रूपमा प्रयोग भएको हुन्छ। ठाउँ र अवस्था अनुसार यो फरक पर्छ। अब यो वस्तुमा के हुन्छ त भन्दा परिवर्तन भइरहन्छ। त्यो परिवर्तन हुने बेलामा चाहिँ के हुन्छ त भन्दाखेरि यी परिणामहरूले भूमिका खेलेका हुन्छन्। धर्म परिणाम, लक्षण परिणाम र अवस्था परिणाम। लक्षण परिणाममा पनि वर्तमान लक्षणावस्था परिणाम, भूत लक्षणावस्था परिणाम र अनागत अथवा भविष्यत लक्षण अवस्था परिणाम भनेर चाहिँ तीनटा हुन्छन्। ती परिणामहरूले के गर्दछन्? वस्तुमा निरन्तर परिवर्तन ल्याइरहेका हुन्छन्। अर्को दोस्रो कारण हुन्छ उपादान कारण। जुन वस्तुबाट त्यो पदार्थ बनेको हुन्छ त्यही वस्तु, त्यही द्रव्यकै कारणले गर्दाखेरि के हुन्छ त? वस्तुमा परिणाम देखा पर्दछ, परिवर्तन देखा पर्दछ। उपादान कारण नहुने हो भने वस्तुमा परिवर्तन देखा पर्न सक्दैन। फेरि उपादान कारणले मात्रै पनि वस्तुमा परिवर्तन हुन सक्दैन। त्यसको लागि निमित्त कारणको पनि आवश्यकता पर्दछ। निमित्त कारणले पनि वस्तुमा परिवर्तन ल्याउँछ। जस्तै अब एउटा घैँटो बन्नको लागि माटो मात्रै भएर त घैँटो बन्दैन। माटो बन्नको लागि कुमाले चाहिँ निमित्त कारणको रूपमा हुन्छ। त्यसपछि दाउरा, आगो तताउनको लागि निमित्त कारणको रूपमा हुन्छ। चक्ला, त्यो डन्डी, हातले समाउने डन्डी, यी चाहिँ के हुन्छन्? निमित्त कारणको रूपमा हुन्छन्। त्यस्तै सूर्यको ताप निमित्त कारण हुन्छ। यस्तै विभिन्न समय, परिस्थितिहरू, देश, काल, ठाउँ यी सबै के हुन्छन् त? यसमा जिम्मेवार हुन्छन्। त्यसकारण वस्तुमा परिवर्तन ल्याउनेमा एउटा परिणाम हो, दोस्रो उपादान हो, तेस्रो चाहिँ निमित्त कारण हो र चौथो के हो? समय हो। जस्तै उदाहरण दिउँ, बालक जब 14 वर्षको हुन्छ त्यसमा कामेच्छा जागेर आउँछ।
बालक जब युवा अवस्थामा जान्छ त्यसपछि उसलाई यो गरौँ त्यो गरौँ भन्ने विभिन्न उत्साहहरू हुन्छन्। जब वृद्धावस्थामा जान्छ उसलाई केही पनि गर्न मन लागेको मात्र भगवत भक्ति गर्न मन लागेको हुन्छ। यसरी विभिन्न समयले गर्दाखेरि त्यो मनुष्य जीवनमा पनि परिवर्तन देखा पर्दछ। त्यसकारण समय भनेको महत्त्वपूर्ण हो। त्यस्तै हरेक वस्तु पदार्थमा समयले परिवर्तन ल्याउँछ। त्यस्तै देशले ठाउँअनुसार पनि के हुन्छ, ठाउँअनुसार पनि अब वस्तुमा परिवर्तन हुन्छ। जस्तै मसान घाटमा बजाइने शङ्ख र मन्दिरमा बजाइने शङ्खको फरक हुन्छ। त्यस्तै गएर संयोग विशेषले पनि कहिलेकाहीँ कुनै एउटा वस्तु दुईटा वस्तुको विशेष संयोग भयो भने त्यति बेला विशेष किसिमको पदार्थमा परिवर्तन आउन सक्छ। यो सबै 5-6वटा चाहिँ 6वटा कारणहरू छन्। यी 6वटा कारणले के गर्दछन्, वस्तुमा परिवर्तन ल्याउन सक्दछन्। त्यसकारण यो धर्म र धर्मीको बारेमा बुझ्नुभन्दा पहिले, परिणामहरूको बारेमा बुझ्नुभन्दा पहिले हैन, यो यी 6वटा कारणहरू पनि बुझ्नु आवश्यक भएको हुनाले मैले यहाँ प्रस्तुत गरेँ। अब योग सूत्र सार सूत्र नम्बर 142 मा के भन्छ भन्दा, धर्माणां चाप्यतीतादि कालभेदेन भिन्नता लक्षणाख्यो द्वितीय स्यात् परिणामो हि तत्त्वतः। धर्महरू भनेको धर्म परिणाम, लक्षण परिणाम र अवस्था परिणामहरू, तिनीहरूको अतीत भेदले, अतीतादि भेदले भन्नाले भूतकाल, वर्तमानकाल र भविष्यकाल आदिको भेदले गर्दाखेरि के हुन्छ त, धर्ममा भिन्नता हुन्छ। फरक फरक धर्महरू उत्पन्न हुन्छन्, वस्तुहरू फरक फरक उत्पन्न हुन्छन्, एउटा कुरो। अर्को कुरो लक्षण परिणाम भन्ने चाहिँ दोस्रो हो। त्यो के हुन्छ, त्यसले तात्विक रूपमा चाहिँ भिन्नतालाई प्रष्ट देखाउँछ भन्ने यसको अर्थ हो। त्यस्तै जगत शक्ति आद्य बीजात् प्रभवति बीजान्यन्यानि वै तत प्रभवन्ति ततस्तेभ्यो भवन्त्यान्ये परे ध्रुवां। सबभन्दा पहिले बिउबाट एउटा चाहिँ बिरुवा निस्कन्छ, त्यसपछि त्यसबाट अरू बिरुवाहरू निस्कन्छन्। त्यो ठुलो भइसकेपछि त्यसबाट अरू बिउहरू तयार हुन्छन्, अरू रुखहरू तयार हुन्छन्, वृक्षहरू तयार हुन्छन् भनिएको छ। यसरी के हुन्छ भन्दा एउटा धर्मीबाट धेरै धर्महरू उत्पत्ति हुन्छन् भन्ने कुरो यहाँ यो ब्रह्म पुराणको 23 अध्यायको 33 नम्बर श्लोकमा पनि भनिएको छ। त्यस्तै विष्णु पुराणमा पनि के भन्छ, 2 खण्ड 7 अध्याय 35 नम्बर श्लोक, बीजात् वृक्ष प्ररोहेण यथा नापचयस्तरो भूतानां भूतसर्गेण नैवास्त्य पचयस्तथा। बीजबाट वृक्ष जन्मदाखेरि त्यहाँ बिउको चाहिँ अपचय अर्थात् नाश हुँदैन, किनभने त्यसबाट फेरि अरू थुप्रै बिउहरू निस्कन्छन्। त्यस्तै गरी भूतहरूबाट, प्राणीहरूबाट अरू प्राणी जन्मदाखेरि त्यहाँ पनि कुनै नाश हुँदैन, ती प्राणीहरूबाट थप अरू प्राणीहरू पनि निस्कन्छन्, अरू वस्तुहरू पनि जन्मिन्छन्। त्यसो हुनाले यो क्रम भनेको एकबाट अर्को, अर्कोबाट धेरै पदार्थ वा वस्तुहरू, प्राणीहरूको उत्पत्ति हुने क्रम सृष्टिको आदिकालदेखि आजसम्म चलिआएको छ भन्ने कुरा समेत यो विष्णु पुराणमा पनि भनिएको छ। त्यस्तै गीतामा पनि यसका बारेमा व्याख्या गरिएको छ। यसबाट के प्रमाणित गर्न खोजिएको छ भन्दाखेरि, धर्मी भनेको एक हुन्छ, धर्म भनेको धेरै हुन्छन्। धर्मीबाट जब धर्म प्रकट हुन्छ त्यसपछि त्यो धर्मबाट फेरि अरू धर्महरू प्रकट हुन्छन्। यसरी चाहिँ यो संसार सृष्टिमा दृश्य वस्तुहरूको उत्पत्ति हुन्छ।
र धर्म र धर्मीमा यो अन्तर छ। धर्ममा जहिले पनि के हुन्छ, एउटा मात्रै विशेष गुण हुन्छ। धर्मीमा थुप्रै धर्ममा प्रयोग हुने खालको सामान्य गुण चाहिँ विद्यमान रहन्छ। धर्मी भनेको धर्म धारण गर्ने धर्मी हो, धर्मी बिना धर्म हुँदैन भन्ने कुरो। यस धर्म भनेको चाहिँ स्वभाव गुण भन्न खोजेको, यहाँ पाप धर्मको कुरा भनेको होइन भन्ने कुरो पनि बुझ्नु पर्यो। यति भन्दै यस सूत्रमा यो धर्मीको परिभाषालाई यति मात्रै गर्दै अब आगामी सूत्रमा थप व्याख्या, अरू सूत्रहरूको थप व्याख्या गर्ने गरी म बिदा हुन्छु। ओम नमस्कार।